ए नानी ओहो गुरुबा पाउनु भएछ ए बस्नु अनि के छ नानी तिम्रो के हुनु सबै ठिक छ नि गुरुबा मेरो त ल जा नानी ल्याउ त पानी खाऊ एक कम खरा पानी खानुहुन्छ लिएर उता जाऊ हस् यो लिनु पानी अनि नानी के छ तिम्रो ओहो गुरुबा तपाईँ त कति राम्रो मान्छे तपाईँले एक मात्र चामल फुकेर खान्थेछ त म त गर्भवती भएँ नि ओहो नानी काम गर ठ्याक्कै ठ्याक्कै काम गर नि मेरो बुढा त कति खुसी हुनुभयो एकचोटि मेरो बुढाले भने तपाईँलाई खाना खाने गरी बोलाउन भन्नुभएको छ ओहो नानी अब खाना खाना बोलाउनु त भनेर भन्नुभएछ अनि फेरि म यस्तो बाहिरतिरको केही खान्न के नानी यसो फालफुल भए चाहिँ एक दुई टुक्रा खान्छु है अनि अब यहाँ गाउँघरतिर फालफुल पनि पाइँदैन अब म चाहिँ यसो हालखबर बुझ्दै हिँडेँ नानी के तिमीलाई अस्ति नै चामल फुकेर खान दिएँ अनि काम गर कि गरेन भनेर चाहिँ बुझ्दै हिँडेँ कि एक मात्र फेरि चामल फुक्दिउँ त नानी पर्दैन गुरुबा पहिला कहिले काम गरिहाल्यो काम नगरे भए पो एक मात्र फुकेर फेरि खाऊ भन्नु पहिला कहिले काम गरौँ नि अब छ नि नानी हजुर अब बिहान एकजनालाई चामल फुकेर आएँ म दुईजना भन्दा दिनमा चामल नि फुक्दिनँ अब यहाँ तिमीलाई फुक्या भए दुईजना हुन्थ्यो अब तिमीलाई फुक्नु परेन भने ठिकै छ अनि नानी अब लाग्यो नि त अनि सुन त नानी हजुर भन्नु न यो गाउँमा बिहे गरेर लामो समयसम्म बच्चा नभएको अरू कोही त्यस्तो छन् त नानी अरू कोही पनि छैनन् गुरुबा एउटा माथि घरे काइली चाहिँ छ ए हो र नानी के छ तिनीहरूको तिनीहरूको बिहे गरे नि 9-10 वर्ष भइसक्यो गुरुबा अहिलेसम्म बच्चा भएको छैन अनि मलाई सोध्दै थिए तैँले त चामल फुकेर खाएको रे कुन गुरुसँग चामल फुकेर खाइस दिदी तेरोमा आयो भने मलाई नि भन्दैन भन्दै थिए ओहो नानी अब जानु त हुन्थ्यो अनि तिनका बुढा चाहिँ कता छन् तिनका बुढा आज भर्खर सहर गएका हुन् नि ओहो नानी हो र हो ल नानी अब म दिनमा दुईजनालाई भन्दा चामल नै फुक्दिनँ बिहान एकजनालाई फुकेर है अब तिनलाई फुक्यो भने दुईजना हुन्छ होइन अब म हिँडिन् त नानी है त त्यहाँ घरमा रहेछन् भने म त्यतैतिरबाट जान्छु नि त है हुन्छ ल सुन त नानी भन्नु न तिम्रो नि बच्चा जन्मेपछि न्वारान गर्न मलाई बोलाऊ है त भइहाल्छ नि ल नानी लागि है त हुन्छ हुन्छ ल